हेलो गाइस, गाइज आज हामी पनि कलर गिफ्ट एक्सचेन्ज गेम खेल्न आएको। के गेम रे कलर गिफ्ट एक्सचेन्ज, कलर गिफ्ट हुन्छ त्यसलाई कलरको के अब हजुर निकाल्नु पहिले एउटा एउटा पाले पनि एउटा हजुरले एउटा मैले मलाई चाहिँ थाहा छैन है कलर गिफ्ट फेसन भन्छ नि बन्यो न अर्को निकाल्नु। गिफ्ट गिफ्ट आज लागिसकेको दिन गिफ्ट दिनु भन्ने मैले यसो देखिरहेको थिएँ कलर त अब हुने भयो स्वाभाविकै भयो ल कुन कलर फर्स्टमा? तिमीले अब मैले त्यो अनुसारको फेरि तिमीलाई त्यसको रिटर्न दिन्छु होइन होला कि फर्स्टमा पर्पल गिफ्ट के हुन्छ एक छ भने खानेकुरा चक्लेट हुन्छ ल मेरो पर्पलहरू त त्यो सबै दिन पऱ्यो देखाएर दिएर भएन देखौ न गाइड पर्पल गिफ्ट कस्तो छ थ्याङ्क यू नेक्स्ट अनि मलाई मात्रै हो दिन है मलाई अब हजुरको पालि अब हजुर भने मैले अफ वाइटमा अफ वाइट ट्याक्कै टोटल वाइट होइन अफ वाइट अथवा गोल्डन टाइपको भए हुन्छ है अफ वाइट गोल्डन जेसँग भए पनि ठ्याक्कै वाइट चाहिँ होइन अफ टाइपको This one is for you. This is a paint. दिस इज फर्स्ट फर यु Okay, thank you. यो चाहिँ एकदम युटिलिटी पर्छ यो Thank you very much. अनि आफै गएर किन लाग्यो जस्तो अनि के अरे गेम खेल्ने अन्त त यो किन ल्याउनुपर्छ त अब अर्को गर्नु ल। यो त अलिक भने यहाँ एउटा पैसा मिल्छ भन्नु त बढी मिल्छ त मलाई नि चेक गर्ने नमिले रिटर्न गर्ने साथी। नेक्स्ट साथ दिन्छ नि होइन अब थ्याङ्क अर्को यू फर वन्डरफुल गिफ्ट मैले भन्नु फेरि तिमी भन्छ हजुर होइन मेरो पालि होइन अर्को पिङ्क 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 सबै पिङ्क पिङ्क के हो त्यो यो पिङ्क पिङ्क हो म्याक्स माक्स दुःख धेरै छ गाइजहरू नौनी नौनी गाउने मिस्ने कुरा है थ्याङ्क यू। नेक्स्ट हजुर ल मैले भनौँ यसलाई के भनौँ क्लियर कलर क्लियर यसमा क्या सिसा कलर भनौँ न सिल्भर कलर सिल्भर ब्राउन ग्रे त्यस्तै कलर मलाई ग्रे हजुर निकाल्ने हो नि त भनेपछि त देख न गाइज के नाइस यहाँ के नाइस मेरो छिउ त हो ग्रे कलरको त छिउ त मजा मिल्यो त कलर मिल्यो ग्रे कलर मजा है मेरो चाहिँ थ्याङ्क यू मोजा चाहिँ मैले अर्कै ल्यास गरेको कलरको छ अलिक फरक छ म हेरिदिन्छु तिमीलाई दुईवटा मजा दुईवटा मजा यो चाहिँ अलिक अर्कै छ यो चाहिँ अलिक अर्कै छ ब्रेक डार्क यो चाहिँ कस्तो हल्का ब्लु जस्तो है यही राख्नु न कहाँ लानु भयो गिफ्टहरू त्यहाँ अर्डर अरू छ सबै यहीँ राख्नु कि क्यामेरामा देखेको त अब अब नेक्स्ट ब्लू 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 होइन म ब्ल्याक ल ब्ल्याक देख न गाइज What is this? Panda. That's panda. निकाल्छ मैले लेखाउनु पर्ने पहिला सुरु के होला T-shirt. Thank you. दलाबाट ल्याएको त दिएको त हिँड्नु ल्याएको त त्यस्तैको होला मेरो अर्कै छ Okay, thank you. Our next. मन पर्यो Red color. ल हुन्छ ल रेड कलर ओके Red अथवा maroon है? Red maroon चाहिँ भन्नु हुन्छ? हुन्छ ल रेड मारौँ न कस्तो यस्तै होला त्यो चक्लेटले त भाइ भएन नि त चिटिङ भयो अनि त्यसो चक्लेट ल्याएर सबै त्यो त Okay, this is for you. ल ठ्याक्कै रेड कलर ल दिस फर यु
थ्याङ्क यू अर्को पनि छ अर्को पनि छ आफूले खाने नि भयो मलाई चक्लेट ल्याइदिएको के अनि पर्पल अर्को पनि रहेछ है मान्छे दुइटा रहेछ नेक्स्ट मैले हाम्रो ब्लू कलर भएन ब्लू भएन नीलो कलर पर्पल भयो नीलो भएको छ ल नीलो तिमीले यो तिम्रो त्यो Sweet shot. Are we going? And next one. This is by you. Actually, यो मान्छेले कस्तो कपडा किनेको क्या मेरो लागि तिमी साइज and मिलेन भने next, you पनि माग्छ हो मिल्छ साइज कति धेरै ल्याइदिएछु मैले फुटेको फुटेको गर्छ मेरो पानी निलो होइन ब्लू कलर मलाई खोइ ल निलो कलर मल्टी कलर ल तिमीले ड्रेस लगाएको कस्तो कलर छ यो निलो यहाँ त निलो निलो भनेको भने होइन सबै छ त यहाँ कलर ओके थ्याङ्क यू अनि अब ग्रिन कलर ग्रिन कलर पनि त्यही छ यसमै छ गाइस ग्रिन कलर पनि यसमै छ है ग्रिन कलरको जुस थ्याङ्क यू ल गाइस ग्रिन कलर चाहिँ यसमा छ अब अनि नेक्स्ट अब मैले पिङ्क कलर भयो कि भन्दै भइसक्यो पिङ्क भयो अब येल्लो बाँकी छ येल्लो फेरि पिङ्क कलर पिङ्क कलर फेरि गर्नु कहाँ पाइयो अनि अनि लेडिजहरूलाई चाहिँ पिङ्क नै हुन्छ प्रायः अनि पिङ्क भन्नु पऱ्यो नि त पिङ्क येल्लो कलरको मकै ध्यान टान नम्बर पिङ्क कलर है ओके थ्याङ्क यू ल्यासेस मिल्छ होइन यही होइन नाइस थ्याङ्क यू मिल्छ नि होइन त्यो मलाई थाहा छैन है गरेर लिएको यही लाउँछ नि येल्लो कलरको खानेकुरा आफूलाई खान मन लागेको अनि ठिक छ मेरो भ्यायो गिफ्ट येल्लो कलरको खै येल्लो कलरको येल्लो कलर छैन यसलाई के भन्छ अनि मैले रेड कलरको रहेछ त त्यहाँ ए हो र रेड कलर भेटाएँ नि म त मैले नि रेड कलरको पनि छ कि यस्ता कसरी जान्नु त मैले जान्नै पर्दैन गएर पसलमा ल यो दिनु भन्यो भने उनीहरूले यो चलाएको छ त्यो चलाएको छ भन्छन् दिन्छन् नै हो ओके थ्याङ्क यू सुन्नै पर्दैन अझ एआईको जमाना छ थ्याङ्क यू यो चाहिँ के हो नि के दिएको नि मलाई त्यसले कहाँबाट खै के गर्छ खास के हो यो मैले त लगाएन त यता मासु के मास्क मास्कको लागि नाइट लाइटिङ मास्क ओके थ्याङ्क यू मैले लगाएन आफै लगाएको तिमीलाई यो त पिङ्क हो नि त अनि थ्याङ्क यू त्यही त अब बाहिरको बोक्रो पनि पिङ्क छ होला क्यारम मैले भन्नु त सक्यो मेरो सक्यो है मेरो एउटा ग्रान्ड गिफ्ट बाँकी छ मेरो नि एउटा बाँकी छ ब्राउन कलर हो न खाइदिएँ है गाइसमा त ल अब मेरो लास्ट सरप्राइज गिफ्ट है अहिलेसम्म तिमी सरप्राइज भएको थिएन होला व्हाइट कलरको के दियौ तिमी मलाई व्हाइट कलर यो दिए त यही हो त्यो व्हाइट अफ व्हाइट ब्राउन भनेर दिएको त्यही हो यो दिएको अफ व्हाइट त्यही हो मेरो अफ व्हाइट मैले व्हाइट कलरको किन्दै पाएन देखो न गाइज वाट इज दिस वाट इज दिस के होला लाफे हो के हो यत्रो के हो यो भन्दा ठुलो हो त लङ्को त नि भन्दा ठुलो हो त मिल्छ मलाई मलाई नातो ल्याएको बुढाबुढी एउटै साइजको फाइदा ओ मिलेको हो साँच्ची हो ल्याएकै हो नायो ल्याएको के हेर न पसन्द नगर मलाई लिन्छु भने थ्याङ्क यू ओके कस्तो राम्रो हो थ्याङ्क
थ्याङ्क यू। सक्यो मेरो सक्यो सबै बिल रहेछ बिल पनि रेड कलरको बिल हो क्या, पिङ्क कलर बिल ल्याउनु त कति सक्नु भएछ। कति भयो त गिफ्टको है, मैले ल्याइदिएको गिफ्ट एन्ड मेरो गिफ्ट। खै ओके थ्याङ्क यू। हाम्रो चाहिँ यति नै हो। के ट्रेन्ड आइला यस्तो यार यो गिफ्ट भनेको छ पैसा खर्च गरेको छ बोक्नु नसक्ने यार यो भाइ चाहिँ भाइ है प्रेस टाइप खाल्न पर्ने बनाएर छ। थ्याङ्क यू वेलकम ओके गाइस सी यू बाई। बाय बाय।